हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटबटेनीको लुटपाटमा सत्तारूढ पार्टीको, तपाईकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेको छ। किन छोड्नुभयो तुरुन्तै? तपाईको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको मान्छेले म रक्सी खान्न, मलाई कपडा काम लाग्छ भने कपडा लिएर गयो। पछि थाहा भयो तपाईहरुले पक्रिँदाखेरि, तपाईको पुलिसले पक्रिँदाखेरि भिडियोमा हेरेर पक्रियो, तर पक्रिँदा त नेताको छोरा रहेछ। नेताको छोरालाई छोड्नुभयो, ल्याएको मान्छे छुटेन, पछि यो कुरा सार्वजनिक गरिदिन्छु भनेर धम्काएपछि 2 घण्टाभित्र तपाईहरुले छोड्नुभयो। लोकतन्त्रको विरोधी को छ र लोकतन्त्रको पक्षमा को छ भन्ने कुरा व्यवहारले देखाउने कुरा हो। लोकतन्त्रको ठुलठुलो डंका पिटेर त्यो लोकतन्त्रवादी हुँदैन। व्यवहारमा निरंकुश चरित्र गर्ने, हिजो राजाले यस्तो गरेको थियो भनेर आज अरु दलहरुमाथि, अरु विपक्षीहरुमाथि आफू चाहिँ निरंकुश व्यवहार गर्ने अनि आफू चाहिँ ठुलो लोकतन्त्रवादी हुने। गृहमन्त्रीज्यू यही हुनुहुन्छ। मैले सधैं भन्छु, म कसैलाई नराम्रो कुरा गर्न चाहन्न, होच्याएर कुरा गर्न चाहन्न, तर यस्तो विषयहरुमा कतिपय कुराहरुमा म खरो पनि छु, जो म छोड्दिन पनि। अस्ति चैत 15 गते जुन घटना तिनकुनेमा घट्यो, तपाईहरुले एउटा भाष्य निर्माण गरिराख्नु भएको छ, राजावादीहरुको हिंसात्मक प्रदर्शन भनेर भनिन्छ। त्यो हिंसात्मक प्रदर्शन थियो भने, त्यो सुनियोजित रूपमा हिंसात्मक क्रियाकलापका लागि थियो भने आजसम्म तपाईहरुले प्रदर्शनकारीहरुबाट एउटा लाठीसम्म किन पक्रिनु भएन? मैले सार्वजनिक स्थलमा पनि सोधेको छु र आज यहाँ पनि सोध्न चाहन्छु। त्यो हिंसात्मक हुनको लागि त प्रदर्शनकारीहरुसँग बन्दुक हुनु पर्थ्यो, खुकुरी हुनु पर्थ्यो, उनीहरुसँग लाठी हुनु पर्थ्यो, ढुङ्गा हुनु पर्थ्यो। तपाईहरुले के पक्रिनु भयो त? अहिलेसम्म अनुसन्धानको क्रममा त्यस्ता केही चीजहरु फेला परे। 746 राउन्ड अश्रु ग्यास चल्यो र त्यो भन्दा बेसी थियो भनेर भनिन्छ। त्यो पनि म्याद सकिएको अश्रु ग्यास। त्यो के दुर्गा प्रसाईले, रविन्द्र मिश्रले, धवल शमशेरहरुले चलाएको हो? प्रदर्शनकारीहरुले चलाएको हो? विभिन्न तहका गोलीहरु 250 राउन्ड भन्दा बेसी त्यहाँ प्रहार गरिएको छ। त्यो प्रदर्शनकारीहरुबाट कति राउन्ड चाहिँ प्रदर्शनकारीहरुबाट भएको हो? घरको ढोकामा छिर्दै गरेको, प्रदर्शन क्षेत्रबाट कयौं किलोमिटर पर र प्रदर्शनसँग कुनै सम्बन्ध नरहेका रेबिका खत्री लगाए र उसको दाजुलाई कसले गोली हानेको हो? र घर फर्कँदै गरेको सबिन महर्जनलाई कसले मारेको हो? त्यसकारण म गृहमन्त्रीजीलाई भन्न चाहन्छु, तपाईहरु प्रजातन्त्रको पक्षमा हुनुहुन्छ, न्यायको पक्षमा हुनुहुन्छ भने रविन्द्र मिश्र लगायतका मानिसहरूलाई छोड्नुहोस् र न्यायिक आयोग गठन गरेर सत्य तथ्य बाहिर ल्याउनुहोस्। हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटबटेनीको लुटपाटमा सत्तारूढ पार्टीको, तपाईकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेको छ। किन छोड्नुभयो तुरुन्तै? तपाईको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको मान्छेले म रक्सी खान्न, मलाई कपडा काम लाग्छ भने कपडा लिएर गयो। पछि थाहा भयो तपाईहरुले पक्रिँदाखेरि, तपाईको पुलिसले पक्रिँदाखेरि भिडियोमा हेरेर पक्रियो, तर पक्रिँदा त नेताको छोरा रहेछ। नेताको छोरालाई छोड्नुभयो, ल्याएको मान्छे छुटेन, पछि यो कुरा सार्वजनिक गरिदिन्छु भनेर धम्काएपछि 2 घण्टाभित्र तपाईहरुले छोड्नुभयो। मान्य सदस्य, यहाँको निर्धारित समय सकिएको छ। त्यसकारण यो सत्य तथ्य सार्वजनिक हुन जरुरी छ। तपाईहरुले जबसम्म प्रजातन्त्र लोकतन्त्रको नाममा यस प्रकारको निरंकुशता चलाइराख्नुहुन्छ, हामीले यो निरंकुश तन्त्रको, यो व्यवस्थाको विरोध गरिराख्छौं र यो पनि हेक्का रहोस्। हामीले यो संविधानको शपथ खाएका छौं, तर यो संविधानले, यो संविधानको आलोचना गर्ने
र यो संविधान परिवर्तन गर्ने अधिकार पनि सुरक्षित गरेको छ। हामीले संविधान भित्रै बसेर यो संविधानको आलोचना गरिराखेका छौँ र म आग्रह गर्न चाहन्छु सबै राजनीतिक दलहरूलाई हामीले संयमता अपनाऊ। अब समस्या प्रणालीमै आयो, नेतृत्वको कुरा मात्रै होइन। त्यसकारण तपाईले जबरजस्ती गरेर यो प्रणाली जोगिनेवाला छैन। त्यसकारण सल्लाहबाट, सहमतिबाट यो प्रणालीमा सुधार गर्नुपर्छ। भ्रष्टाचार कसले गर्छ? नेताले गर्छ। कारबाही कसले गर्ने? अख्तियार र अदालतले। अख्तियारमा को छन्? राजनैतिक दलले नियुक्ति गरेका मानिसहरू छन्। अदालतमा को हुन्छन्? तपाईले सिफारिस गरेर नियुक्ति गरेका मानिसहरू छन्, अनि उनीहरूले कारबाही गर्छ। व्यवस्था यस्तो निर्माण गर्नु भएको छ, अनि यस्तो व्यवस्थाको आलोचना नगरेर जनताले यो व्यवस्थाको समर्थन गर्छन्। त्यसकारणले यो व्यवस्थामा आमूल परिवर्तन हुन जरुरी छ। घमण्ड त्याग्नुहोस्। तपाईहरुले प्रदर्शन गर्नुभएको ठुलठुलो लगानीका प्रदर्शनहरू पनि जनताले भर्खरै हेरिसकेका छन्। जनता अब कता गइसके भन्ने कुरा। त्यसकारण अब यो वेगलाई तपाईहरुले रोक्न सक्नुहुन्न। अब नयाँ सहमति गर्नुपर्छ, नयाँ सम्झौता गर्नुपर्छ। राजादेखि सबै गणतन्त्रवादीसम्म अटाउने, सबै राजनीतिक दलहरू समेत अटाउने हाम्रो मौलिक व्यवस्था निर्माण गरेर जानुपर्छ।